हेलो गुड मर्निङ एभ्रिवान। म आज यहाँ हेर्नुहोस् मेरो बारी घरको पछाडिपट्टि एउटा वाटर एप्पलको रुख छ। यो वाटर एप्पल चाहिँ रोपेको 1 साल मात्रै भएको छ। फुल्नु चाहिँ थुप्रो फलेको थियो, तर यहाँ कमिलाले गुड लगाएर गर्दाखेरि फुल सबै झरेर एउटा चाहिँ फलेको छ, एउटा बाँचेको छ। एउटा छ हेर्नुहोस्, एकदमै ठुलो साइज चाहिँ मुनिपट्टि रातो हुँदो रहेछ यसको। आज म टिप्नु पऱ्यो र टिपेर टेस्ट पनि गरेर हेर्नु पऱ्यो। हेर्नुहोस् त यत्रो ठुलो छ, साइज पनि ठुलै हो यतिको, अझै ठुलो हुन्थ्यो होला। टेस्ट गरेर हेरौँ।